सो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। हजुर सबैलाई स्वागत छ यस डिजी ब्लगमा। म पनि सन्चै छु र हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आग्रह गर्दछु म। आज हाम्रो घरमा चाहिँ एउटा बाख्रा मरेको रहेछ, हो त्यसलाई गाड्नको लागि हामीले कारखाना जान्छौँ। सो भिडियो अन्त्यसम्म हेर्नु होला र लाइक सब्सक्राइब गरिदिनु होला र मलाई फलो पनि गरिदिनु होला। सो गाइस फलो गरिदिनु होला। ल बाख्रा चाहिँ हामीले दुई जग्गा मात्र गाड्ने प्लान भयो हाम्रो। भाइले त्यहाँ गएर त्यहाँ खनिरहेछ, त्यहाँ खनिरहेछ। सो म चाहिँ बाख्रा भर्खर तल झारेको छु। बाख्रा यो मऱ्यो 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 मऱ्यो, सुकै छैन, मऱ्यो सुकै छैन। हामी चाहिँ अब यहाँ खानासाना खन्यौँ। भिडियो अन्त्यसम्म हेर्नु होला र दामी हुनेछ भिडियो, दामी छ। यहाँ के भयो के भएर हामी चाहिँ अलिक यति खन्यौँ र हामी धेरै गहिरो खन्छौँ। केही छैन, केरापुटामा गाह्रो लाम रहेछ। खाने भाइ आउनु होला, खाने भाइ आउनुहोस्। हाम्रो घरमा केरा फलिरहेको रहेछ, अब एक दुई महिना पाइहाल्छ। खाने भाइ आउनुहोस्, हामी चाहिँ अब बाख्रा गाड्न लाम लागि अब लिनु जान्छौँ। यस्तो अब बाख्रा लिन जान्छौँ। सो के गाइस हुन्छ भयो चौज बाख्रा लाग्छ कि यहाँ चाहिँ बाख्रा चाहिँ यहीँ छ। ल बाख्रा यहीँ रहेछ गाइस। हामी चाहिँ अब बाख्रा लिन आइसक्यौँ। अब हामी लग्छौँ र त्यहाँ गएर हाल्छौँ। सो गाइस ल यहाँ चाहिँ लिएँ होइन, अब खाल्टोमा पुरै गन्दा रहेछ। ल गाइस पुरै चाहिँ अन्तिम भइसक्यो भेललाई होइन अब। ल सो गाइस हामी चाहिँ अब बाख्रा पुरिनु भ्याइयो। भिडियो कस्तो लाग्छ होइन कमेन्टमा भनिदिनु होला र होइन अब फलो गर्नु भएन भने चाहिँ फलो गरिदिनुहोस् र सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब गरिदिनु होला। सो गाइस अब हामी अर्को भिडियो मिल्छौँ। सो गाइस बाई बाई।